हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। दोस्रो दिनको सुरुवात पनि भइसक्यो आज। हाम्रो काम सुरु भइसक्यो। कस्तो राम्रो छ नि आज त मौसम। कुटा कोदाला लिएर बारीमा काम गर्न जाँदैछु। सबैजनाले हेर्नु होला है लास्टसम्म। आज हाम्रो काम कति कडा छ, एकदम कष्टेबल काम छ आज है श्री। पुरै परिवार सपरिवार फ्यामिली सहित आज बारीमा अहिले तान्नु पर्दैन। हेर्नुहोस् हाम्रो मकै, वाउ श्री हाई गरिदेऊ। कस्तो छ बारी, रायो कस्तो भारै छ है, टन्नै। श्रीले पनि खन्छ। श्री हाई गरिदेऊ। नमस्ते नमस्ते भन। हामी बारीमा हो भन। हाम्रो बारीमा काम गर्न सघाउन आउनु न हामीलाई भन त। यो पुरै बारी खन्नु छ आज। 1 घन्टा त लाग्छ होला नि। अस्ति मैले त्यत्रो बारी त एकछिनमै। यहाँ ल्याउनु तल। केही निकाल्नु पर्दैन, सबै खन्ने अनि निकाल्ने आउँछ जरा जरा। हेर्दै गर्नु होला है लास्टसम्म। यत्रो बारी खन्नु छ, खनेर भ्याइन्छ कि भ्याइँदैन। भ्याउँछ होला 2 घन्टा। 9 बजीसम्म काम गर्ने, 9 बजीसम्म काहीँ यताउता हलचल भन्ने कुरा हुँदै हुँदैन। हामी काम गर्छौँ, श्रीले भिडियो बनाउँछ। आऊ श्री, हस् हस् भन्दैछ मेरो छोरा पनि। अब हेर्नु मेरो जर्नी स्टार्ट भयो। यो बारी कति घन्टामा खनेर भ्याउँछु। या थकाइ लागिसक्यो। 2 घन्टामा सकेला भने 1 घन्टामा त नानु पनि खनिसक्यो होइन। हामी यो काम बाध्यताले होइन, रहरले गरिरहेको छौँ। रहरले हो कि नै बुढो? रहरले पसिना निकाल्ला। होइन, कति बाध्यता कति रहर। रहर बाध्यतालाई पनि रहर ठानेर गरे पो अनि काम सजिलो हुन्छ त। अनि छोरोलाई यहाँ यस्तो बोर भइरहेछ नि, गर जाउँ भनिरहेछ। हाँसिदेऊ न, मेरो मामलाई थकै लाग्छ भन न, मलाई नि अल्छी लाग्छ भन न। गाह्रो छ काम गरेर खान गाह्रो छ। अगाडि आउने बेलाको जोस जागर त कता हरायो। घर जाने मन लागेको। अब एकछिनमा जाने।